हाम्रो गुडिया जस्तो आन्टीको भिडियो मेरो नगराउनु मम्मीले थाहा पाएमा माथि पठाउने के बटरफ्लाई चाहिँ धेरै तरिकाले काट्न मिल्छ तर हामी 135 मा गएर काट्छौँ साह्रै छोटो चाहिँ नगराइदिनु आन्टी आफै छोटो हुन्छ नि त्यो त बटरफ्लाई त छोटै हुन्छ अगाडि यो साइड छोटै हुन्छ के जेन्जी त हामी हैन के नाम मात्र हाम्रो नाम मात्र काम चाहिँ आमाहरूको पछाडिको चाहिँ हामीले स्टुडियो भिजुनमा पनि काट्न सक्छौँ रेडियोमा पनि हामी काट्न सक्छौँ है अब स्टुडियो भी त हामीलाई काट्नु परेन नि त है परेर अलरेडी छ परेन त्यो हामीलाई थाहा भयो नि त है त्यो धेरै तरिकाले काट्नु हुन्छ सबै कपालहरू चाहिँ 135 डिग्रीमा काट्छौँ है बिहान भयो तर यो खास त ब्यान्च काट्ने कपाल हो है हामीले ब्यान्च नकाट्नु भनेको छौँ नि के अरे नानी थोरै काट्दिनु अगाडिको त धेरै मम्मीले कराउनु निलम होइन होइन हिरोनीको नाम अब हामीले अहिलेकै रुल्स फलो गर्छौँ कपाल चाहिँ जान्छ फेरि हेरेर रुनी नै अब यस्तो गर्दै भन्दा बर्बाद भइहाल्यो यही कपाललाई है ध्यान है मैले कसरी भर्टिकल यो खालकोमा चाहिँ भर्टिकल लाइनमा लगेर 135 मा मैले कट गरिदिरहेको छु त्योहरू त रुन हुन्न नि त पहिले भनिदिरहेको छु त्यो रुन्छ भनेरै काट्न मन नलाग्यो कि बटरफ्लाई त यहीँबाट छोटो हुन्छ त होइन अनि पछाडि त कहाँ जान्छ त नि यसरी काटेर अनि यसलाई नै माथि लाने हो यो एक्स्ट्रा निस्केको मात्रै कति राम्रो देखिन्छ यही कट काट्नु कपाल मान्छे राम्रो कपाल राम्रो अलिकति त्यसलाई नै चेन्ज गरेपछि छुट्टै कपाल भएन त नि भयो कि भएन हामीलाई गाइडलाइन त चाहिन्छ है गाइडलाइन देख्नु है देखेँ मेरो कपाल कहिले पलाउँछ भित्र भगवान् 1 वर्षमा पलाइहाल्छ नि कहाँ पलाउँछ आन्टी मेरो कपालै पलाउँदैन अनि किन बसेको त नि बर्बादै हुन्छ है कस्तो दामी देखेँ तिमीलाई उ भइहाल्यो नि नयाँ होइन पलाउँछ सधैँ एउटै लुक नमस्कार लम्बाइ जाँदैन के यो चाहिँ कन्फर्म हुनु कि तपाईँहरू लम्बाइ जाँदैन स्टाइलिस कटिङ हो लम्बाइ जाँदैन त्यो कन्फर्म हुनुपर्छ त्यहाँ गऱ्यो भने त टेन्सन हुन्छ नि कपाल काट्दा फेरि मैले मेरो करले होइन नि फेरि काट्दिनँ रहरले हो नि म त नै त यो डमीमै काटेर देखाइदिइहाल्छु नि मलाई त केही रहरै होइन यो कपाल काट्नलाई 500 रुपियाँ दिन नि पाइन्न तिमी हेर कटिङ अनि नयाँ नयाँ कट पनि सिक्न खोज्ने है कति डिग्रीमा काट्ने अरे यसलाई
एक्स्ट्रालाई मात्र क्लिप गरिदिने हामीले यसलाई चाहिँ के अरे कहिलेकाहीँ चाहिँ हामीले मन्चिङ पनि गर्न सक्छौँ त्यस्तो गर्नु कारण के हो दिदी मन चुचो चुचो खालको देखाउनु छ भने कस्तो दामी देखेँ है कसरी आयो यो अनि आउँछ त पछाडिको लेस घट्दैन क्या हामीले गाइडलाइन लिन बिर्सिने होइन कटिङ गर्न त एउटा कटिङ आएपछि सब आइहाल्छ नि त्यहाँ सबै कटिङ काट्न सिक्न गएर हामीलाई फाइदा हुन्छ त नयाँ चिजहरू त हामी जान्छौँ सिक्नलाई होइन तर हामी सबै कुराहरू चाहिँ सिक्न घरिघरि जाँदैनौँ है छुटेकोलाई छुट्न दिने केही फरक पर्दैन आज ढिलो आउनु भयो नि कोही एकछिन ढिलो भयो थियो अनि त्यो हाजिर गर्न बिर्सियो होला साइड हेर्नुभयो कस्तो देखियो बाबा कस्तो दामी देखेँ उसको त वेब छ नि त भिडियोमा बुझ्नु चाहिँ बाहिर एकछिन ऐना नदेखाऊ है एकैचोटि गरिदियो सरप्राइज हाँस न स्माइल रुन राख्यो यस्तो राम्रो देखेँ सबै पालो पालो यसरी काट्नुपर्ने हुन्छ है तर उ मात्र रुन्ने होइन सबै रुन्ने गएपछि रोहाइन अङ्कल म स्ट्रङ छु सिक्न आउने अनि तपाईँलाई गाडी सिकिन्छ त होइन यो त रड लाएर काट्दिएको म त दहीमै सिकाइन्छ अन्त सबै काट्ने सबै यसरी काट्ने काटिसक्यो 15 दिनसम्म त छुट्टै हुन्छ जसको कपाल एउटा एनाउन्समेन्ट प्रशिक्षकज्यू हजुर तपाईँले एउटा काम पनि लगाएँ र सुन्नुहरू सबैलाई प्रशिक्षण दिने आज एउटा एनाउन्समेन्ट छ है के चाहिँ छ भने यो तालिमभरि जो चाहिँ अलिक बढी ध्यान दिएर सिक्छ जसले बढी सिक्छ राम्रो सिक्छ नि त्यो मध्ये हामी मध्येको एकजना तपाईँले उत्कृष्ट छनौट गर्नु पर्यो मलाई उहाँलाई स्पेसल गिफ्ट ह्याम्पर छ ल पहिल्यै भन्नु पर्छ नि त्यो पहिले स्पेसल गिफ्ट ह्याम्पर त्यो चाहिँ प्रशिक्षकज्यूले मलाई नेम लिस्ट दिनुपर्छ मलाई गाह्रो भयो है ल आज जेन्ट्सलाई पनि एनाउन्समेन्ट भएको छ र लेडिजलाई पनि एनाउन्समेन्ट मलाई त गाह्रो पो भयो त अब सबै एकजुट भएर ललिपप दिएर हुने होला होइन यो त अनुसारले भन्छन् किन प्राय अनुसार क्लासमा भन्छन् हाम्रो अनुसार एनाउन्समेन्ट भयो आज छ नि नाम नखोला है होइन उसले भन्छ ऊ कसैलाई नि खासै काखा पाखा गर्दैन नि त सिकाउँदा नि गर्दैन नि होइन हो कि होइन मैले गर्दा अलिकति गाह्रो पनि खासै दिसो धेरै क्लासमा तिनी हुन्छ नि त प्रायः सरी टाउको एकदम सिधा राख्नु सिधा ऐनामा नदेखाऊ न एकैचोटि लास्टमा मेरो कपालै गडबड भइसक्यो 15 है त अर्को जना 15 जना 15 जना छ हजुर यो हाम्रो एडिटिङको तालिमको लागि एक्स्ट्रा गिफ्ट गर्ने अनि माथि हो नि त हामीलाई लिएर चाहिने त्यही भएर वाउ है पहिले काटेको कपालहरू चाहिँ यता छ भने बराबर हुँदैन कम्प्लिटली लेन्थ केही पनि भएन पछाडिबाट हेर्नु यसरी आएको थियो नि त यो चाहिँ यसरी आउँछ के बुझ्नुभयो अब यसलाई हामीले त्यही हो लेन्थ सानो कति पनि काटेन तिमीले लेन्थ है यसपछि हामीले ब्यान्ड चाहिँ काट्न सक्थ्यौँ ब्यान्ड हामीले काटेन यसलाई हेराइदिनु पऱ्यो ल हेर